हेलो गाइस, म चाहिँ शिल्पा गुरुङ। यदि हजुरहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है। म चाहिँ आज हजुरहरूलाई ज्ञानी स्क्वायर बनाउन सिकाउँदैछु, जुन यस्तो हुन्छ है। हजुरहरूले चाहिँ यो सर्टमा र कार्डिगनमा युज गर्न सक्नुहुनेछ। यस्तो देखिन्छ है। मसँग चाहिँ मैले चाहिँ ओलिभियाको यान युज गर्छु। ओलिभियाको यान ब्ल्याक र व्हाइटमा यस्तो रहेको छ है। यो दुइटाको युज गरेर म हजुरहरूलाई बनाएर देखाउने छु र मसँग रहेको छ 2.5 mm को हुक युज गरेर म हजुरहरूलाई बनाएर देखाउने छु र त्यसको लागि चाहिँ मैले ओलिभियाको व्हाइट कलरको यान युज गर्नेछु। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने अझै हजुरहरूलाई त्यो चेन पनि बनाउन आउँदैन भने म हजुरहरूलाई त्यो चाहिँ अर्को भिडियोमा देखाउने छु र यदि आउँछ भने चाहिँ यो हेर्दै गर्नु है। म हजुरहरूलाई बनाउन सिकाउने छु र हजुरहरूलाई यदि धागो समाउन नि गाह्रो हुन्छ भने चाहिँ यसरी फिङ्गरमा बेर्नु होला, यसरी। र हेर्नुहोस्, म हजुरहरूलाई सिकाउँछु। पहिला चाहिँ यसरी हामीले लक गर्नुपर्ने हुन्छ। यसो गरेर यसो गर्नुहोस्, यसो गर्नुहोस्, यसो गरेर लक गर्नुहोस् है। यस्तो बन्छ। अनि त्यसपछि चाहिँ हजुरलाई हातमा धागो राख्न गाह्रो हुन्छ भने चाहिँ यसरी फिङ्गरमा पनि बेर्न सक्नुहुनेछ। मैले चाहिँ फिङ्गरमा बेरेर गर्ने गर्छु है। त्यसको अनि फेरि हजुरहरूले 3 चेन गर्नुपर्ने हुन्छ। 1 2 3 र हेर्नुहोस्, अब डबल क्रोसिया गर्ने। 1 2 3। फेरि यसपछि डबल क्रोसिया गरेर अब चाहिँ 2 चोटि मात्रै गर्ने। 1 2 2 2 1 1 2। ल हेर्न सक्नुहुनेछ। 1 2 3 भयो। यो 1 भनेको चाहिँ बिजोर भयो, 2 भनेको चाहिँ जोर भएको जस्तैमा बिजोरमा चाहिँ 3 पटक गर्ने भने जोरमा चाहिँ 2 पटक गर्ने म हजुरलाई सिकाउँदैछु। र यो चाहिँ 4मा जोर हुन्छ 2 पटक, र 5 भनेको बिजोर 3 पटक गर्नुहोस्। सम्झिने तरिका यो चाहिँ। ल 5 म यसै गरी हजुरहरूलाई म 15 सम्म गरेर देखाउने छु। 1 2 3 4 5। आठ 9 10 11 12 13 14 15। अब यस्तो बन्यो, देख्न सक्नुहुनेछ। अब यसलाई हजुरले अब जोड्ने, त्यसको लागि हामीले यसरी यहाँ धागो तान्छौँ र यो गोलो बन्ने छ। यसरी हामीले धागो तानेपछि यसरी तान्ने। अब यसलाई हामीले जोड्नुपर्ने हुन्छ। अघि हामीले फर्स्टमा 3वटा चेन तानेका थियौँ, 1 2 3। अब त्यही 3 चेनमा अब हामीले यसलाई जोड्नुपर्ने हुन्छ। यसरी जोड्नुपर्ने हुन्छ। र फेरि अब अघि हामीले यहाँबाट जोड्यौँ र फेरि यो अर्को घरबाट हामीले अब यसलाई यसरी लिनुपर्ने हुन्छ। र यो चाहिँ मैले हजुरलाई देखाएको मात्रै सेतो धागोले, तर हामीले यहाँनिर अब कालो धागो युज गर्नुपर्ने हुन्छ। कालो धागो चाहिँ अब कसरी जोड्छौँ भने हेर्नुहोस् है। यहाँ चाहिँ होल ठुलो देखिरहेको छ। यसको लागि चाहिँ हामीले होल सानो गर्नको लागि चाहिँ हामीले यसरी तलबाट अर्को धागो मजाले यसरी कस्दिनु पर्ने हुन्छ र होल सानो देख्छ। यसो होल सानो देख्यो भने पछि हामीले बनाउँदाखेरि पनि राम्रो देख्छ। यस्तो राम्रो
हुन्छ, ठुलो हुँदैन, नराम्रो भ्यात्त देखिँदैन, हेर्न सक्नुहुनेछ। अब मैले कालो धागो युज गर्नेछु। देख्न सक्नुहुनेछ र कालो धागोलाई अब हामीले यहाँबाट मुनिबाट लैजाने र यसरी लिने। अब यहाँ पछाडिबाट अब हामीले तिनटैलाई देख्न सक्नुहुनेछ, यसरी तिनटैलाई हामीले यसरी लिन पर्ने हुन्छ एकैचोटि। र अब हामीले यसरी, अब चाहिँ हामीले यहाँनिर यो फर्स्ट राउन्ड सकियो हाम्रो। अब सेकेन्ड राउन्ड, कालो धागो हालेपछि सेकेन्ड राउन्ड सुरु हुन्छ र त्यसको लागि हामीले 1 2 1 2 यहाँनिर हाम्रो टोटल गरेर 16वटा छ। 16वटामा हामीले दुईटा छोडेर हामीले गर्नेछौँ। अब देख्न सक्नुहुनेछ है, 1 2। अब सेतो भएर अलि हजुरले देखिरहेको छैन होला, तर हजुरले गनेर नि थाहा हुन्छ। अब देख्न सक्नुहुनेछ, यसरी लिन सक्नुहुनेछ, यसरी यसरी। एक भयो, 2 3। यसमा नि तपाईहरुले अब यसरी तीनटा लिनुपर्छ। एक मैले लिसके, यो 2 3 चोटी लिने, देख्न सक्नुहुनेछ है। 1 2 1 2 3 3 पटक लिनुस् र फेरि म हजुरलाई सिकाउँदैछु। र फेरि 1 2 दुई चेन लिएर फेरि हजुरले यहीँबाट, यहीँ पहिलाकै ठाउँबाट पछाडि हेर्न सक्नुहुन्छ, पछाडिको धागोलाई नि यसरी लिनुपर्ने हुन्छ। अब यहीँबाट यसरी लिनुस्। यो चाहिँ डबल चेन हो है, डबल चेन भनेको हजुरलाई थाहा छ होला। डबल चेन लिएको मैले दुईचोटि लिएँ। अब फेरि तीनचोटि देख्न सक्नुहुनेछ। यसरी यसरी देखाइरहेको छु मैले हजुरलाई, यसरी। हजुरले देख्नु भएको छ कि भएको छैन। अब फेरि अब त्यसै गरेर अब 1 2 छोड्ने फेरि नि। अब हजुरले चाहिँ यो पछाडिको भागलाई चाहिँ अब हामीले सिजरको प्रयोग गरेर यसरी काट्दिन सक्छौँ। यसरी यसरी। अब यस्तो देखियो, देख्न सक्नुहुनेछ। दुईचोटि लिए, तीनचोटि लिनुपर्ने हुन्छ। अब फेरि यहीँबाट म फेरि एकपटक गरेर तीनचोटि हुन्छ, तीनचोटि लिए। अघि चाहिँ मैले यहाँनिर तीनटा 1 2 3 गरेर पनि फेरि यहाँनिर 2 चेन गरेर पनि देख्न सक्नुहुनेछ। यहाँनिर 2 चेन गरेर पनि फेरि 3 पटक लिएको थिएँ। यो चाहिँ हजुरले हेर्दाखेरि राम्रोसँग देखेन, हजुरले गन्दै पनि गर्न सक्नुहुनेछ। र अब चाहिँ मैले फेरि 2 चेन लिएर म यहीँबाट गर्दिनँ। यहाँ चाहिँ एकचोटि यहाँनिर हामीले यसरी लियो, फेरि यहाँ एकचोटि गर्ने, फेरि यहाँ अर्कोचोटि गरेर छोड्नुपर्ने हुन्छ। मैले बोलेको भन्दा पनि हजुरले मैले कसरी गरेछु त्यो चाहिँ हेर्नुस्, त्यो चाहिँ अलि बुझ्नुहुन्छ तपाईहरुले। अब त त्यही पहिलाको जस्तै सेम हो, म कन्टिन्यू गर्छु। हुन्छ 1 2 फेरि त्यही ठाउँबाट मैले तीनचोटि डबल चेन लिएँ। हजुर देख्न सक्नुहुन्छ, यस्तो भयो। फेरि मैले दुईटा छोडेर यहाँबाट लिएँ। मैले पहिला गरेको छैन, सिकाएको छैन। अब सबैमा सेम टु सेम गर्दै जाने हो। डबल चेन गरेर तीनचोटि लिने। अब यहाँ दुई चेन लिन्छु, 1 2 र फेरि म यहीँबाट तीनचोटि डबल चेन लिन्छु। 1 1 2
देख्न सक्नुहुनेछ। अब यस्तो भयो। फेरि पनि मैले यहाँनिर 1 2 2 लाइन छोडेर अब मैले यहाँबाट गर्छु 1 2 3 फेरि पनि मैले 2 लाइन छोडेँ 1 2 3 यहाँ चाहिँ मैले बिचमा 2 चेन लिएर फेरि यहाँ चाहिँ मैले फेरि पहिलाकै ठाउँमा राखेर डबल चेनबाट 3 चोटि लिन्छु। पहिलाकै जसरी नै हो। हजुरले बिर्सिनुहुन्छ भनेर मैले दोहोऱ्याएर भनिरहेको मात्रै हो। तर हजुरले हेरेर पनि बुझ्न सक्नुहुनेछ मैले भनेको भन्दा पनि। यस्तो भयो देख्न सक्नुहुनेछ। अब यहाँ अब फेरि 1 2 यहाँनिर लिएर सरी अब चाहिँ हामीले यसलाई जोड्नु पर्ने हुन्छ 1 2 3 हेर्न सक्नुहुन्छ। अहिले यहाँ कालो धागो भएर राम्रोसँग नदेखे हुन सक्छ हेर्न सक्नुहुन्छ। यसमा यसरी लिनुहोस् यसरी यसरी तान्नुहोस्। अब यहाँनिर यस्तो देख्न सक्नुहुनेछ। अनि यसलाई यसरी लिएर फेरि यसरी तान्नुहोस् त्यही धागोलाई। यो हामीले यो स्टेप यहाँ 3टा हुन्छ। 3टामा हामीले यो फर्स्ट स्टेपबाट लियो। अब सेकेन्ड स्टेपबाट अब फेरि हामीले के गर्नुपर्ने हुन्छ यहाँबाट अर्को सेतो धागो लिनुपर्ने हुन्छ। म सेतो धागो जोड्न गइरहेको छु। फेरि हजुरलाई देखाउने छु। अर्को धागो जोडेको पनि देख्न सक्नुहुनेछ। मैले चाहिँ ओलिभियाको धागो युज गरिरहेको छु है। हजुरलाई भन्दैछु मैले ओलिभियाको धागो हो भनेर। अब यसरी तलबाट लिएर यसलाई चाहिँ हामीले फेरि यसरी चेप्नु पर्ने हुन्छ है। म हजुरलाई देखाउँछु एकछिन वेट गर्नुहोस्। यसरी ल हेर्नुहोस् यसरी हामीले यसरी लिएर यसरी र यसरी मैले चेपिसकेको छु। यस्तो गऱ्यो भने हाम्रो धागो फुस्किँदैन। हामीले धागो गाँच्दाखेरि चाहिँ फुस्किँदैन। ल देख्न सक्नुहुनेछ 1 2 3 यो 1 भयो। अब मैले 2 चोटि लिन्छु हेर्न सक्नुहुनेछ 1 2 यो चाहिँ डबल चेन हो है। डबल चेन हो क्रोसेट डबल चेन। 1 2 फेरि पनि हामी त्यहीँबाट लिनेछौँ 1 2 1 2 हेर्न सक्नुहुनेछ। यस्तो भयो 1 2 3 अनि फेरि मैले यहाँनिर 2 चेन लिएँ र मैले फेरि 1 2 3 यसरी लिएँ देख्न सक्नुहुनेछ। मेरो यस्तो बन्यो। हजुरलाई अझै देखाउँदै जानेछु लास्टसम्मै। हजुर हेरिदिनुहोस्। हजुरले राम्रोसँग बुझ्न सक्नुहुनेछ। पुरै भिडियो हेऱ्यो भने चाहिँ बुझ्न सक्नुहुनेछ है। फेरि अब नहेर्नुभयो भने त बुझ्न सक्नुहुने छैन। ल हेर्नुहोस्। अब चाहिँ हामीले यहाँनिर चेन केही पनि नलिकन डाइरेक्ट यसरी डबल चेन यहाँबाट लिने है। देख्न सक्नुहुनेछ। साइडमा चाहिँ यस्तो यो स्क्वायर भनेको चाहिँ यो
चारपट्टि हुन्छ नि त, त्यही भएर हामीले यस्तो साइडमा चाहिँ 1 2 3 4 साइडमा चाहिँ यस्तो हामीले यहाँ डबल गर्नुपर्ने हुन्छ र अनि साइडमा नभएको यस्तो बिचमा चाहिँ हामीले सिङ्गल गर्नुपर्ने हुन्छ है। अब यो त अब सेम हो। अब म हजुरलाई कन्टिन्यू गरेर देखाउने छु। एकछिन पहिला यो पछाडिको काटौँ। अब पछाडिको यो जोडेको धागो हाम्रो, यो जोडेको धागोलाई काट्दिउँ। अब काट्न मिल्छ। मैले अघि नै पछाडि अर्को धागोले चेप्टिसकेको छु। यस्तो गऱ्यो भने हाम्रो फुस्किँदैन। अब चाहिँ म कन्टिन्यू गर्नेछु, देख्न सक्नुहुनेछ। मैले चाहिँ यहाँनिर जस्ट 2टा धागो मात्रै युज गरेको छु। हजुरहरूलाई यदि होइन म अरू पनि धागोहरू युज गर्छु भने नि लाइन बाई लाइन डिफ्रेन्ट धागोहरू युज गर्न सक्नुहुनेछ है। मैले चाहिँ यहाँ चाहिँ जस्ट 2टा मात्रै धागो युज गरेको छु हजुरहरूलाई जस्ट सिकाउनको लागि। हजुरहरू देख्न सक्नुहुनेछ मैले यति बनाइसकेँ र मैले हजुरहरूलाई अघि नै पनि 2चोटि जोड्न सिकाइसकेको छु। 1 2 3। तर पनि हेर्नुहोस्, फेरि अझै बुझ्नुभएको छैन भने म हजुरहरूलाई जोड्न सिकाउँदैछु। यसो गर्नुहोस्। यो फर्स्ट लाइन भयो र फेरि यसमा अब हामीले हेर्नुहोस्, अब हामीले फेरि ब्ल्याक कलरको धागो युज गर्नेछौँ, देख्न सक्नुहुनेछ। फेरि अब हामीले यसलाई यसो गर्नेछौँ, देख्न सक्नुहुन्छ। यसमा चाहिँ अब हामीले डबल क्रोचेट गर्नु पर्दैन किनकि यो चाहिँ 4 राउन्ड हो, यो चाहिँ फिनिस लाइन हो। अब देख्न सक्नुहुनेछ। यसलाई चाहिँ हामीले सिङ्गल क्रोचेट गर्ने, किनकि अब यो हामीले यसलाई यसलाई जोड्यौँ। अब चाहिँ हामीले यसलाई सिङ्गल क्रोचेट गर्नुपर्ने हुनेछ 3 पटक। यस्तो साइडमा चाहिँ हामीले 3 पटक गर्ने, अरू ठाउँमा चाहिँ एक पटक गरेर लैजाने, देख्न सक्नुहुनेछ। यो 1 पटक भयो। यो मैले सिङ्गल क्रोचेट गरेको 2 पटक 3 पटक, देख्न सक्नुहुनेछ। यस्तो साइडमा चाहिँ 3 पटक गर्ने। अब अरूहरूमा चाहिँ एक पटक गर्दै लैजाने, देख्न सक्नुहुनेछ है। अब हामीले पछाडिको यो काट्दिने, देख्न सक्नुहुनेछ। अब म हजुरलाई सेम यही तरिकाले कन्टिन्यू गरेर देखाउने छु। यो चाहिँ सिङ्गल क्रोचेट गरेको मैले, देख्न सक्नुहुनेछ।
फेरि बीच भाग आयो, बीच भागमा हामीले यसरी 3 पटक लिनुपर्ने हुन्छ। 2 3। अब यस्तै गर्ने हो। अब यो लाइनमा पनि, यो लाइनमा पनि, यो लाइनमा पनि त्यसै गरेर अब म हजुरलाई जोडेको देखाउने छु। हजुर देख्न सक्नुहुन्छ फाइनल यस्तो देखिएको छ। अझै म यहाँ जोडेर देखाउँछु म हजुरलाई। देख्न सक्नुहुनेछ मेरो फाइनल लुक यस्तो देखेको छ। हजुर देख्न सक्नुहुनेछ। अब यसलाई सिजरले काटेर मैले यस्तो गरिदिएँ र यो धागोलाई चाहिँ हामी यसरी पछाडिबाट हामीले यसरी लुकाउन सक्नेछौँ। यसरी छुट्टै यसो गर्दाखेरि चाहिँ हाम्रो अगाडिको लुक राम्रो देखिन्छ। देख्न सक्नुहुनेछ। हस् त हजुरहरूले अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। हेर्नुहोस् पहिलेको र अहिलेकोमा के डिफ्रेन्ट छ हेर्नुहोस्। हस् त धन्यवाद हेरिदिनु भएको।